भाले पूजा गर्नु अनि बिरालोलाई मात्रै चाहिँ बाले झर्न उतल्तिर पानी सानी खानुपर्छ अलि राम्रोसँग अलि धेरै पानी खान लाग्छ पानी सानी यताउता पानी अलिक तताएर खाने गर्नु होला पानी जो खानु न अनि त्यही खानासित खाएकाले कति हुन्छ र पानी त तताउने जे कसरी हुन्छ खाना अलिक खानुपर्छ तपाईँले 4 गिलास पानी खानु होला खानासित होइन छुट्टै 4 गिलास पानी एक्स्ट्रा खानु होला ठुलो गिलासको 4 गिलास त्यही भएर हो त मुटु दुख्ने यताउता हात दुख्ने ज्वरो आउने त्यही भएर पो पानी कम्ती हुन्छ अनि त्यसपछि पोल्छ शरीर अब बर्खा लाओ यस्तोमा बिमारी भयो भने त मकै मकै खाल्ने खेर खेत्र पनि यति खेर यस्तो छ मकै त खाने खेतर नआइदिँदैन राम्रो फलेछ फलेछ यसमा मारो गरेर अब सबै खिसो भेर्नेलाई ढलेर त्यो फेरि पात पनि खाइदियो गरेर असिनाले असिनाले खायो अनि खिसो भेर्नेलाई 3-4 फेर ढल्यो हड त खतम भयो छैन ठुला यसमा त पाता त्यही तल्तिर नि साह्रै आँटो खान छोडिहाल्यो आँटो खान छोडियो आँटो त छैन आँटो निल्लिनु छ आँटो त कसले खान्छ र कसले खानु हामीले त खान्थ्यौँ आधी पोहोरसम्म आधीसम्म अन्तर सन्तर खाइन्थ्यो अब त ठ्याक्कै बिहानै भात बेलुकी भात भातले पनि भात भन्दा त त्यही ऊ ठिक हो गर आँटो ठिक हो गर अन्त शरीरको लागि त आँटो जाति हुन्थ्यो गर बा सुतिसक्नु क्या सुतेको छैन अब गएर कहिले आउँछ जस्तो म आउँछु दसैँ आउँछु कि दसैँ आउँछ दसैँ फेरि दसैँ आउँछु कि अब वैशाख जेठतिर आउँछु कि थाहै छैन कुन यतै आएर बस्यो नि त बस्ने यतै हो अब त छोराले बिहा गरेपछि बुहारी छोरा उता बस्लान् अब 2 जना कुम्लो बोकेर यतै होला आउने आउनु पर्यो गरेर यत्रो बाउले यत्रो खेत कि केलाई किन्न पर्यो त्यो किन्यो त्यत्रो आउने बढ्दै पैसा भयो खेदाएर हाल्ने आफैले लहर लुख्रु गर्छौ गर बल्ल मान्छे छ अब बाउलाई नि स्याहार गर्नु पर्यो स्याहार गर्नु पर्यो अब हेरौँ यता छोडेर नि उता जाने जस्तो छैन उता छोडेर यता आउने जस्तो छैन यस्तो अप्ठ्यारो छ कति वर्षको भयो बिहा गर्ने त भयो गर्दिनँ तिमीले गर चाँडै म त गर्दिनँ भन्छ भएको र कति वर्षको हो है 19 अब 20 वर्षको हुन्ला भयो त्यति त पूजा गरेको नि त्यति भयो भयो नुन हाल्दा वर्ष अर्कान वर्ष जन्मेको हो भयो अब त्यति छोरो भए भयो एउटी छोरी एउटै छोरो कि बसको नानी मैले भात पकाउँछु होइन मैले त्यहाँ खाएँ बाले भात पकाउँदै हुनुहुन्छ यति किन खाने हो बा भन्दै झरेको म हो त्यही घरै कान्छो गयो काट्न कुखुरो काट्न 2 बाउ छोरा बसेर खायौँ कान्छे खानु छोडे नानी भन्नुहुन्थ्यो छोड्ने दार किन खाने धामीले रक्सी कत्रो के हर्छ आयो हो खाने याद होइन भाँडा सुक्यो भाँडा सुकेको मासु अब धेरै छैन नि
यस्तो अलि दिउँसो भए त म बस्दा त्यहाँ गएको त्यहाँ गएर बोलेँ ठ्याक्कै घाम डुब्ने बेला आएँ अस्ति अस्ति आएको त्यहीँ घडरी गएँ दिनभरि त्यहीँ बसेँ अनि हिजो त्यहीँ घर बस्यो मुन्टर झर्छु भन्दा रात पऱ्यो त्यहीँ गऱ्यो त्यहीँ के काट्न चल्लो सल्लो काट्न त्यहीँ खाने गर्ने बस्ने गऱ्यौँ काम दिउँसो 12 बजीतिर गर्थेँ अनि खाना रहन्छ ल खाम थोत्तरे भन्न मकै खाइयो फेरि त्यहीँ खाना खाइसक्नु उसको आटाको ढेँडो पकाइयो चाहिँ खायौँ ए आटाको ढेँडो आटाको ढेँडो सोइलो त्यहाँदेखि स्वस्थ कतला कतली खोज्यो थिएँ तरकारी होला त्यसरी चाहिँ त्यही दिउरे एक मानु पिसो पकायो प्रशस्त हुन्छ फेरि त कहाँ खान सकिन्छ र निल्न सोइलो बसेको